लु है साथी हो, आज हामी बर्मेक महादेव धामको दर्शन गरौँ हामी सबै मिलेर। यहाँ हामी गेटमा आइपुगिसकेका छौँ, बर्मेक धामको गेटमा। अनि यहाँ चाहिँ मेरो मिसेसले चाहिँ केही प्रसादहरूको किनिरहेछ, प्रसादहरू यहाँ बहिनीको दोकानबाट। र बहिनी चाहिँ प्रसाद जम्मा गरेर एकदम बेच्नुमा व्यस्तता छ। त्यसरी नै यहाँ चाहिँ मेरो छोरा र भान्जी हिँडिरहेको छ र बहिनी पछि पछि र बाउ छोरा पनि अगाडि अगाडि हिँडिरहेको छौँ। त्यसरी नै यहाँ गएर चाहिँ दुईजना पुरै बदमास गरिरहेछ नि त, उफ्रिरहेछ दुईजना हो, हिँडिरहेछ। यहाँ अगाडि चाहिँ यस्तो छ दृश्यहरू। अनि मेरो दियाले चाहिँ आज यहाँनिर चाहिँ दिया बत्तीहरू किन्दैछ। दुईजना खेल्नुमा व्यस्त, बदमास गर्नुमा व्यस्त। बाजे चाहिँ अद्भुत भएछ कि सलक्क भएर सिँढीमा बसिरहेछ हो, दुईजनालाई सम्हाल्दा हत्तु बोकेर ल्याउँ र के गर्दा हत्तु भइरहेछ। मेरो छोरी चाहिँ त्यहाँनिर अब कहाँ जाने प्लानमा छ। मलाई चाहिँ मिसेसले चाहिँ अब यो प्रसाद दिइरहेछ। साङ्गे चाहिँ लड्यो र अलिक हात मैला पारेर बाजे चाहिँले धोइदियो। अब हामी चाहिँ फेरि उकालो लाग्नेवाला छौँ। अनि हेर्नुहोस् यहाँको सिँढीहरू कस्तो राम्रो बनाएको रहेछ, टाइल्स, वाइट टाइल्स लगाएर साइड साइडमा मजाले है यो गरेर फेन्सिङै भनौँ न, मजाले गरेर है। अनि यो धर्मको फ्ल्यागहरू छ। अनि माथि पनि सेड मजाले पानी पर्दा पनि कोही प्रब्लम छैन रहेछ नि त। योपालि चाहिँ मैले सेड मजाको देखेँ, पहिला त अब सेड थिएन। यो सिँढीहरू पनि यस्तो थिएन, एकदमै राम्रो। अनि जुत्ताहरू खोल्ने जग्गा पनि रहेछ यहाँनिर है, जुत्ताहरू मजाले खोलेर पुरुषको स्त्रीको जुत्ता खोल्ने जग्गा। मैले पनि यहाँनिर खोलेँ जुत्ता अहिले। उसको बादमा नानी बोकेर हिँडिरहेछ, बहिनीलाई बोकेर बाहिर दिन त माथि पुगिहाल्यो। अनि हामी पनि फेरि पछि पछि लाग्यौँ। यो सिँढीहरू मजाको रहेछ, ओह्रालो झर्दैछ, ओह्रालो झर्दै उकालो जाँदै तिनीहरूलाई त इन्जोय भएछ, इन्जोय भइरहेछ। अनि म चाहिँ यहाँबाट भिडियो बनाउँदै हिँडिरहेछु। र तिनजनाले चाहिँ नानीहरू र आमाले चाहिँ जुत्ता चप्पल चाहिँ माथि नै खोल्नु भएछ, बिर्सेछ तल खोल्नु। र यहाँ अगाडिको दृश्य चाहिँ यस्तो छ। यहाँ अगाडि मान्छेहरू रेस्ट गर्ने है। अनि यहाँ अगाडि चाहिँ डोनेसनको सिस्टम छ है। यहाँ फेरि ओह्रालो कुदिगयो, कोचीहरू छ नि। अब चाहिँ बहिनी र ज्वाइँ यहाँ बसिरहनु पनि भएको रहेछ डोनेसनको त, तर उहाँ डोनेसन उठाउने होइन रहेछ। यहाँ अगाडि चाहिँ गेट रहेछ मजाको। अनि यो अगाडि चाहिँ गणेशजीको मन्दिर हुँदो रहेछ। गेटको अगाडि चाहिँ एकदमै अगाडि चाहिँ गणेशजीको मन्दिर छ। छोरा चाहिँ घन्टी बजाउनुमा व्यस्त छ, तर बिचराले बजाउनु नसकिरहेको हो। अनि यहाँनिर चाहिँ अब हेर्दाखेरि चाहिँ यो अगाडि चाहिँ मैले थाहा पाउँदाखेरि चाहिँ यो चाहिँ गणेशजीको मन्दिर, गणेशजी हुनुहुँदो रहेछ यहाँनिर। अब जाने फेरि उता। यहाँनिर चाहिँ यति राम्रो पानी है, हाम्रो यति राम्रो पानी छ है, भगवान्को यस्तो यति राम्रो पानी। अनि यहाँ पनि भक्तजनहरू आउनु भएको रहेछ। मेरो छोरा चाहिँ पानी देखेपछि अब त्यहाँ के छ भनेर कुदिहाल्यो हो। अलि नचिप्लिने खालको टाइल्सहरू है, झन्डाहरू। यहाँको मनोरम दृश्य हेर्नुहोस् न, जङ्गलै जङ्गल है, जङ्गलको बिचमा मन्दिर होइन, एकदमै पवित्र मन्दिर छ यहाँनिर। यहाँ चाहिँ होमकुण्ड रहेछ है साथी हो, यहाँ चाहिँ होमकुण्ड। अनि यहाँ अगाडि चाहिँ हुन्छ हाम्रो यहाँनिर चाहिँ माछाहरू राखेको छ। यसलाई चाहिँ के भन्छ दिए छैन सर, त्यो यहाँनिर मन्दिर छ, यहाँनिर चाहिँ माछाहरू रहेछ है। एकदमै चिसो पानी है, एकदमै ठन्डा पानी, एकदमै स्वच्छ जल। अनि यसको त्यहाँनिर चाहिँ एकदमै माछाहरू छ। माछाहरू चाहिँ कस्तो रहेछ हेर्नुहोस् है, कलरफुल माछाहरू रहेछ त, वाइट कलरको है, पिङ्क कलरको है माछाहरू रहेछ। तर यहाँनिर चाहिँ अरू माछाहरू चाहिँ छैन, कालो माछाहरू चाहिँ छैन। अनि यो चाहिँ हो हाम्रो मेन मन्दिर, बर्मेक महादेव धामको मेन मन्दिर। अन्त यो दायाँपट्टि रहेछ शेषनाग, बायाँपट्टि रहेछ शेषनाग र दायाँपट्टि रहेछ नन्दी। अब यहाँबाट भित्र दर्शन गरौँ है साथी हो।
अनि म चाहिँ यहाँ भित्रबाट पसेर यहाँभित्र चाहिँ के रहेछ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ ठुलो ढुङ्गा है। अनि त्यो ढुङ्गाको यतातिर पनि मन्दिरै रहेछ है। यहाँ पनि फ्रेमहरू राख्नुभएको छ। अनि एकदमै यो ढुङ्गा एकदमै पवित्र ढुङ्गा, गुरुदेवको पनि रहेछ त्यहाँ फोटो फ्रेम। जल चढाउने जग्गा चाहिँ यहाँ माथिबाट यहाँ चाहिँ प्रसादहरू चढाउने रहेछ। अनि यो पर रेड कलरको जुन चाहिँ दाग लगाइरहेछ त्यो चाहिँ विशेष गरेर हो हाम्रो शिवलिङ। यहाँको शिवलिङ चाहिँ त्यो यस प्रकारको रहेछ। अनि यो चाहिँ एकदमै पवित्र महादेव धाम बर्मेकको हो। अनि त्यहाँनिर चाहिँ छ शिवलिङ देख्नुहुन्छ होला र बाहिर निक्ले पनि बाहिर निक्ले किनभने हाम्रो केटाकेटीहरू के वर्ष कामतिर बिजन चाहिँ टेन्सन छ र हेर्नै पर्ने छ। अनि मेरो मिसेसले चाहिँ मन्दिरको पूजा गरिरहेछ, धुप देखाइरहेछ। त्यसरी मजाले धुपहरू देखाइरहेछ। एक्चुअलमा हामीले चाहिँ भित्रको पूजा पनि गरिसक्यौँ है। गरिसकेर चाहिँ म बाहिर निक्लेँ। खासमा चाहिँ नानीहरू चाहिँ एकदमै पस्नु मानेन। अन्त हामी बाजे है नानाले चाहिँ पूजा गऱ्यौँ। पूजा गरिसकेर है दर्शन सर्शन गरेर लास्टमा हाम्रो यहाँनिर सेल्फी पनि भयो। सेल्फी भयो हाम्रो फ्यामिलीको। ज्वाइँ चाहिँ तल पनि के भएर फर्किसक्नु भएको रहेछ। अनि हामी बाउ छोरी फर्किँदैछौँ। एकदमै उसले चाहिँ फेरि गिफ्ट पाएको छ नि त। गिफ्ट पाएको छ। त्यो गिफ्ट चाहिँ के हो भनेदेखि माताजीको सबै सामानहरू पाउँछ नि त्यस्तो पायो हो। अनि हेर्नुहोस् यो चाहिँ गुरुजी बस्ने हाम्रो पण्डितजीको घर। पण्डित चाहिँ हाम्रो कालीको हुनुहुँदो रहेछ है। उहाँसँग नम्बर पनि दिइसकेछ। उहाँको भिडियो खिच्न नै पाइनँ। अनि यहाँदेखि ओह्रालो लाग्दाखेरि हामी फेरि बहिनीकोमा जाने भए चाहिँ बहिनीको घर बिन्देला बहिनीको घरमा गएर चाहिँ फेरि हामी नास्ता पानी गऱ्यौँ। किनकि हामी चाहिँ बिहानैदेखि फास्टिङमा आएको थियौँ। र आजको भिडियो हाम्रो यति। यहाँ प्रोग्राम